यतिखेर म तपाईँसँग थोरै तपाईँभित्रको प्रतिभाहरू कतिवटा एल्बम निकाल्नु भयो अहिलेसम्म, कतिवटा गीत गाउनुभयो? लगभग गाएँ 6-7 वटा जति गाएको छु। अनि अरू सबै ठिकै आराम ठिक हुनुहुन्छ? छु, आराम छ एकदम। भनेपछि फेरि सोध्छ तपाईँलाई, अनि तपाईँ घरमा चाहिँ को हुनुहुन्छ? घरमा बाबा मम्मी म हुनुहुन्छ, अहिले त दाइहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ। दाइ दिदीहरू हुनुहुन्छ। भनेपछि तपाईँ बाबा आमा चाहिँ किसान काम गर्नुहुन्छ, तपाईँ चाहिँ गीत सङ्गीत क्षेत्रमा लाग्नु भएको छ। कति वर्ष भयो गीत सङ्गीत क्षेत्रमा लाग्नु भएको? लगभग 2 वर्ष 3 वर्ष जति भयो। 3 वर्ष हुनुभयो है। अहिलेसम्म कतिवटा गीत गाइसक्नु भयो तपाईँले? 6-7 वटा। 6-7 वटा भन्नाले 7 वटा जति गाएँ। 7 वटा गीत गाइसक्नु भएको छ। एउटा गीत सुनाउनु मिल्छ हामीलाई? मिल्छ एकदम। एउटा गीत सुनाइदिनु हजुरको। हुन्छ, म कौडा गीत गाउँछु। कुन एल्बम तपाईँको यो पहिलो दोस्रो तेस्रो कुन चाहिँ? दोस्रो एल्बम हो। दोस्रो एल्बम कौडा गीत जुन मैले चाहिँ यो गाउँतिरै सुटिङ गरेको थियो। यो गीतका सर्जक प्रितम बिरे थापा, शब्दकार नवराज गुरुङ दाई, सम्पूर्णलाई सम्झिँदै त्यो गीत सुनाउँछु थोरै। हुन्छ। धेरै रहेछन् मन पराउने भमराको हुल, एउटै थियो बगैँचामा मन परेको मैले फुल, धेरै रहेछन् मन पराउने भमराको हुल, धेरै रहेछन् मन पराउने भमराको हुल, फुल फुल्यो फरर बसन चल्यो हरर। थ्याङ्क यू। एकदमै राम्रो गीत कौडा गीत गाउनुभएको रहेछ, उहाँको साथ गाउनुभएको रहेछ। अनि अरू कुन कुन गीत चाहिँ गाउनुभएको छ तपाईँले? त्यो सुरुको फर्स्ट एल्बमको गीत हामीलाई सुनाउनु मिल्छ? म फर्स्ट एल्बम प्रितम बिरे थापाको लय अनि शब्दमा मैले गाएको छु, अनि शर्मिला डिसीले गाउनु भएको छ। हाम्रै यो दमौली बजार भनेर एउटा निकालेको छ। हुन्छ, अलिकति सुनौ न भने। तिमी आऊ पोखराबाट, आफ्नै काँधमा झुन्डिरहन्छ जिन्दगीको झोला, हे तिमी आऊ पोखराबाट, हाँसी खेली बिताउँ अब 2 दिनको चोला, हे तिमी आऊ पोखराबाट, भेटौँला दमाउने बजारमा, छन त धेरै छन् साथी, तिमी नै तिमी छौ नजरमा, तिमी नै तिमी छौ नजरमा। भनेपछि यो तपाईँको पहिलो एल्बम? पहिलो। दोस्रो एल्बममा तपाईँको कौडा भयो। अनि अरू योभन्दा अरू गीतहरू कतिको अरू सालजु गाएको छु, दुखरी पनि गाएको छु। सोलो टाइपको गीतहरू धेरै छ। त्यो एउटा सालैजो गीत सुनाउनु त, सुनाउन सक्नुहुन्छ? हुन्छ। हुन्छ। भन्ज्याङको बिचमा चोतारी राम्रो हो, सालैजो बरासँगै पिपला, रोदीमा भेट भो यतैको माया हो, सालैजो मनै भयो शीतला, मायासँग भेट भएको दिन। अनि धेरै गीतहरू गाइसक्नु भएको रहेछ। अब त्योभन्दा अलावा तपाईँलाई कसैको गीत मनपर्छ र कसैको गीत त्यो मनमा गुनगुनाउनु मन लाग्छ तपाईँलाई? मैले सानोभन्दा गाएको थिएँ आदरणीय दाजु नारे रामेश दाइको गीत, धेरै गीत गाउँथेँ मैले। धेरै छन् उहाँको गीत, सोलो टाइपको गीत। एउटा उहाँको गीत चाहिँ गाउन सक्नुहुन्छ तपाईँले? गाउँछु। हुन्छ, राम्रो फुलदार। हुन्छ हुन्छ, सुरु गर्नुहोस्। यसपालिलाई यस्तै भोसानी, मन त थियो लाहुरैलाई जाने, रामदी फुल तार्ने,
बाँचे त होला भेट मरे के गर्ने बाँचे त होला भेट मरे के गर्ने थ्याङ्क यू हुन्छ छोटो समयमा थोरै समयमा पनि हामीलाई साथ दिनुभयो हामीलाई सहयोग गरिदिनुभयो तपाईँलाई धेरै धन्यवाद छ अब आगामी दिनहरू पनि यसरी नै प्रगति उन्नति गर्दै जानु होला हाम्रो शुभकामना छ तपाईँलाई हुन्छ हस् त अहिले हामी छुट्टिन्छौँ हस्